यो वर्ष यो भेन्डाको बोटै साह्रो फल्यो है। यो लास्टै फल्दो रहेछ यो भेन्डा फेरि। लगभग हिसाबै गर्ने हो भने 5-7 हजारको जतिको फल्यो होला, अझै बढी फल्यो होला। 15-20 हजारको त भेन्डाकै सब्जी खायो होला यो वर्ष त। यस्तो फल्यो यति फल्दो रायो रहेछ। सागको बिरुवा यस्तो भएको छ, यो सार्ने त्यही बेला पछि भयो फल्छ त भएन अनि। होला है, थाहै भएन कहिले सार्ने हो यो। हावा मेरो खुर्सानी यसमा चाहिँ के रोप्नु पर्यो भने पछि सार्नु हुन्थ्यो, मैले पक्लाउनु पाएँ। अब सागको बिरुवा चाहिँ यति नै सारिदिनु पर्यो है। यहाँ काउली छ, डल्ले खोर्सानी यस्तो भयो। यो चाहिँ मेरो फेभरेट। यहाँ चाहिँ मेहनती मान्छे, मिहिनेत गर्न परेन त है, अब के गर्ने। म चाहिँ खनेको ठाउँमा यस्तो बनाइदिने मान्छे। तिमी त काम बिगार्नु त धेरै म काम बिगार्नु बाहेक केही आउँदैन। अनि भिडियो मैले करायो भने बनाइदिन्छु नि म। फेरि झनक्क झन्केर फेरि मलाई फेरि अनि यहाँ बसी खाउनु हुँदैन। अहिले मेरो कामै काम बिगार्ने हो कि। दुईटा बारी भएको भए चाहिँ ठिक्क हुन्थ्यो क्या। सबै खानामा नमाडौँ माडी मैदानमा त्यो मैदानमा नलागे फेरि हो भनेर। मैले यति सब्जी टिपेँ आज। गोदावरी फुल यस्तो भयो, कहिले फल्ने हो, फुल्ने हो। सयपत्री यस्तो भयो, टिका लाउने बेला हुन्छ होला भनेको भएन।